सम्पूर्णमा नमस्ते। ल साथी हो, म चाहिँ एउटा सानो भिडियो बनाउँदैछु आज। यो भिडियो चाहिँ कस्तो खालको छ भने हाम्रो यो अहिलेको नयाँ सरकारलाई छ। ल हाम्रो रवि सरकार र बालेन सरकारले चाहिँ अब गाउँ गाउँमा काल कारखाना खोल्नु पर्यो। सरकार गाउँ गाउँमा रोजगार दिनु पर्यो। यो काठमाडौँ भेली मात्रै भएर सम्पूर्णजना यो 77 जिल्लाको मान्छे काठमाडौँ भेली मात्रै सबैजना भएर अब काठमाडौँ मात्रै मोटो भयो सरकार। यो गाउँमा यो 77 जिल्लामा काल कारखाना अब जुन व्यवसाय छ काठमाडौँ जुन गर्छ त्यो सबै यो 77 जिल्लामा पठाइदिनु सरकार तपाईहरु दुईजनाले। अनि मात्रै यो गाउँमा रोजगार पनि हुन्छ सरकार। अब गाउँको बारी किसान पनि सबै चल्छ, रोजगार पनि चल्छ। अब नभए चाहिँ यहाँ गाउँमा सबै बारी नि बाँझो, सबै काठमाडौँ भएर यो सबैजनाले यहाँ सब रोजगार पनि पाएन भन्छ। सम्पूर्णजनाले तपाईहरुले चाहिँ यो बालेन सरकार र रवि सरकारले सबै गाउँमा पठाइदिनु त सरकार तपाईहरुले। ल दाजुभाइहरु यो भिडियो शेयर गरेर पनि गरिदिनु तपाईहरुले मन परेमा।